सितु तिमीलाई त कति राम्रो देखेको भर्खर 22-23 वर्ष जस्तो कति राम्रो अब कता समाउ लागिसक्यो के रे बजे तेरो सेतु म तिमी मेरो सितु नभएर त्यो यत्रो भोलि भएको बङ्गुरे मोटेको सितु हो त ए हो त नि म त बिर्सिराखेको तिम्रै सेतु पो हो नि म आजसम्म बिर्से पनि अब चाहिँ नबिर्सनी उहाँ तिम्रो मेरो बिहा भयो भनेर त्यो तिम्रो पुरानो भुभु कुरा छ नि एक्त्र बटे त्यसले उहाँ मेरो कुटेरी दाँतै फुस्काइदियो अनि अब बिर्सेर हुन्छ अब त हामी बुढी त्यो मोटेले कुटुन्जेल के गरिराखेको थियौ त एकचोटि हुत्याइदिए उठ्नै सक्दैन थियो नि बुद्धि सुद्धि छैन अब घचार्न त खोज्या हो नि घचार्न खोज्छु देख चल्दैन घचार्न खोज्छु देखै चल्दैन होइन के भएर राखेको थियो त्यसलाई पहिला त्यसलाई घचार्छु भन्छु आफै घचाडिन्छु त्यसलाई घचार्छु भन्छु आफै घचाडिन्छु कन्त बल्यो रहेछ त्यो साँडे जस्तो गहिरा जस्तो सक्दिनँ नि अब आफ्नै दाँत फुस्काइदिएको त्यसलाई त सक्ने बेला काटकुचु पारिदिन्छु तर सकिन तिम्रो कुरा मात्रै त हो नि न बुद्धि छ न बल छ बुद्धि नभए पनि बल नभए पनि तिम्रो पुरा भइहाल्यो के अरे त्यसै के रे केही पनि होइन अफिस छिटो जाउँ भनेको बिहानदेखि अफिस जानलाई भनेर पाउडर घसेर बसेर अहिलेसम्म सिधै आएन अफिस जान पर्दैन उहाँ ढिला भइसक्यो आज त राम्रो लुगा लाएर हिँड भनेर फेरि यही कट्टुमा अब आफू जन्मेकै यही कट्टुमा हुर्केकै यही कट्टुमा अनि अब अहिले कट्टु नला भनेर हुन्छ फेरि म त्यो सुट र प्यान्ट टाई लाएर गयो भने त तिम्रो त्यो पुरानो बुढा मोटेर ममा के फरक रह्यो लाउँदिन म त कोट र प्यान्ट कट्टु नै लाउँछु सुँगुरलाई स्वर्ग जा भन्दा खोइ कुनी के खान पाइन्छ र भन्दै त्यस्तै हो के को कुनी के नि आज खान पाइन्छ भनेर सोध्छ अरे क्या एउटा उखान पनि भन्न आउँदैन कुनी के भन्नु पर्ने सुन्ला नि 12 सते कुरा गरिरहेछु उहाँ हतार भइसक्यो अनि चस्मा नि बसै छ नि यो बुढीको त आऊ अबे कस्तो झसँगै हुने गरी तर्साको अर्काको मुख नै हालिदिने गरी साँच्चीकै डर लाग्यो लाग्दैन त अहिले अर्काको सातो गएको के किन डराउँछौ सातो गए बोलाइदिने म छँदैछु नि बोलायो सातो जाब एउटा किस त खान आउँदै के रे किस खान जान्दिन अरे अहिले नै खाइदिउँ भो खाएकै हो तिमीले मलाई किस जान्नु नतान्नु लात्ताले हान्नु त्यसरी हेपेरा चाहिँ नबनाऊ नि जानिसकेँ मैले किस खान जानेको जाने हो तिमीले किस खान जानेको भए किन मलाई बैकुण्ठीले किस गर्थ्यो ए चिबे चरो तँलाई बोलाएको छ तेरो दिदीले कहाँ बोलाउनु दिदी त गाउँमा छिन् गाउँमा त हिजोसम्म थिइन् नि आज आइसकिन् बरु छिटो जा कोठा बाहिर बसिरहेको छिन् कसरी आइछन् त अब कसरी आइन् नि गाडी चढेर आइन् नि बरु छिटो जा है ल जान्छु बरु भरे भेटौँ है जुपु होइन त्यो बालाजुमा बस्ने जुपु होइन भने तिमी हो मै हो ओहो कति राम्री भइछौ केटीमा हुनुपर्ने सबै गुण भयो कि जति राम्री भयो नि के गर्नु त अहिलेसम्म राम्रो केटै पाएको छैन बिहे गर्नलाई अनि म चाहिँ कस्तो लाग्छ नि तिमीलाई राम्रो लाग्छ कि लाग्दैन मान्छे हेरेर मन देखिँदैन क्या रे कस्तो पो छ हो मन हेर्ने भए देखाइदिन्छु नि खोलेर मन अफिसका मान्छे कहाँ गयो होला कोही पनि देखिँदैन कता गयो होला जाँसी जाउँ न त एकछिन बसौँ आइहाल्ला नि होइन र
पत्रिका पनि हिँड्दछ अहिले मोराले के गरेको पत्रिका पनि च्यातेको हेर हेर ल ल भाइ चस्मा बोलाउनु परेका थिए अक्षरीहरूलाई त खत्तमै भएछ नि बर्बादै भएछ नि जनताले के विधि दुःख पाएका नि बाबा न ग्यास पाउँछन् न भने बेला बत्ती आउँछ न त खाने पानी नै पाउँछन् राम राम देशमा विकास भएको कुरो एउटै पढ्न पाइँदैन भत्ताभुङ्ग भएको कुरो सबै पढिन्छ ल ज्या यो चस्मा किन लाउनु पर्यो नमस्कार सर नमस्कार बसौँ न बाबु बस अनि के छ त हालखबर सन्चै छु सर सबैजना पाएर खुसी छन् क्यारे म मात्रै दुखी हो बरु हजुरले पनि मेरो पनि पार लगाइदिनु पर्ने ए त्यो त भइहाल्छ नि बाबु म छँदैछु नि किन चिन्ता लिन्छ तिम्रो म पार लगाइदिनु भएन त कस्तालाई त पार लगाइसके ए तपाईहरु पो कतिखेर आइपुग्नु त भर्खरै आएको दिदी भन्नुस् के समस्या पर्यो भाइ मैले समय भन्ने कुरा जति हजुरको श्रीमानलाई भनिसके मेरो श्रीमान रे कहाँ भेट्यो मेरो श्रीमानलाई ऊ यहाँ भेटे त्यो पनि भर्खरै के रे बर्जिया कसले भन्यो उहाँ मेरो श्रीमान भनेर तपाईले राम 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 कहाँ भन्नु त त्यस्तो नचाहिने कुरा हजुर मैले त्यस्तो भनेकै छैन यसको पनि खुसी आएको छ ए बुढा के भन्यो रे तिमीले मलाई फुस्किया जस्तो भने होइन अहिले तिमीले पार लगाइदिन्छु भने होइन मलाई हो त मैले तिमीलाई पार लगाइदिन्छु भने हो तर मैले उहाँलाई श्रीमती हो भनेर त भनेको छैन तिमीले नभने नि मैले होला भन्ठाने बेकारमा नमस्कार गरेपछि खैर मेरो नमस्कार ल तिम्रो नमस्ते आफै नमस्ते गर्छ फेरि आफै नमस्ते फिर्ता माग्छ तपाईहरु गइहाल्नुस् मेरो अफिस झगडा नबस गइहाल्नुस् म कहाँ जानु मेरो त काम छ बरु यसलाई चाहिँ लहटी आउनु काम भयो भोलि आउनुस् अब गइहाल्नुस् वैकुण्ठे दाइ के हेरिरहनु भएको त्यसरी एकरो मलाई त मनै पर्दैन वैकुण्ठे दाइ रे तिमीले मलाई चिन्छौ किन नचिन्नु तिमी त्यही गौथलीको बोयफ्रेन्ड होइन त्यो गौथलीको कुरा नगर न मेरो छेउमा रिसले बरबन्दी तातेर आउँछ त्यसै भत्ती पोलेर आउँछ त्यसले के गरे थाहा छ मलाई छोडेर अन्तै पहिलो गइसक्यो त्यसलाई त भेट्यो भने पनि तिमीलाई होइन त्यसै डराउँछ पहिला गइरे यति राम्रो दाइलाई पनि छोडेर पहिला गइछ त्यो मलाई त मनै पर्दैन दाइ रे दाइ चाहिँ नभनिहाल्यो हुन्थ्यो बरु यो जलेको मनलाई झन् नजलाउ न शीतल पार्दै हुन्थ्यो भनेको आफूलाई कस्तो समूल नसक्यो ल म तिमीलाई दाइ नभनेर अङ्कल भन्छु नि दाइ भन्न त मलाई पनि मनै पर्दैन फेरि अङ्कल यो दाइ अङ्कल नभनेर वैकुण्ठ भने उठ्नु थियो
ल ल म तिमीलाई बैकुण्ठे भन्छु नि। अनि तिम्रो नाम चाहिँ के नि? कोचो 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 गर्दिने क्या रे म त। तिम्रो नाम के? मेरो नाम त तीनवटा छ। अब तिमीलाई कुन चाहिँ नाम भनौँ? तिनटै नाम भन न त, सुनिहालौँ। के कस्तो कस्तो नाम रहेछ, आफूलाई कस्तो समाउ लागिसक्यो। मेरो बाबाले राखिदिएको नाम जरिना, मेरो मामुले राखिदिएको नाम सरिना, मलाई त मनै पर्दैन। अनि मेरो बोयफ्रेन्डले राखिदिएको नाम चाहिँ करिना। तिम्रो बोयफ्रेन्ड पनि छ? अघि नै भन्नु पर्दैन त? अनि तिमीले सोधेकै छैन कसरी भन्नु त मेरो बोयफ्रेन्ड छ भनेर? मलाई त तिमी मनै पर्दैन। भो बाबा भो, मेरै गल्ती भयो बाबा। जुन चाहिँ जोगी आए पनि नक्कै चिरेको। नाकै चिरेको होइन क्या, कानै चिरेको भन न। हो त्यही भने त हो नि। अब सुन्नु छैन? नाक चिरा, कान चिरा, मुख चिरा, मलाई के थाहा त नि। एकछिन बसौँ न केटा हो, हिजोको ह्याङले टाउको पनि दुखिरहेको छ। कति खाइस् त त्यस्तो ह्याङै हुने गरेर? कति खायो होला र यसले? धेरै खाएको भए सानो जगले एक जग खायो होला, त्यो पनि चामलको झ्याइ पानी। एकछिन बसौँ न त, बिचरालाई साह्रै गाह्रो भएछ। पनि बच्चै छ। बच्चा छु रे म बच्चा भए पनि तिमीले भन्दा धेरै खान सक्छु बाबु, धेरै। हिजो कति खायो भन्ने? भन त भन, कति खाइस् तैँले? सुनिहालौँ हामी पनि। ल सुन केटा हो, हिजो सुमन र म त्यो अन्डरग्राउन्डको बलामीको भर्तीमा झ्याइ पानी खान गएको। सुमनले त 10 लिटरै हान्यो नि। अनि त्यो 10 लिटरको झ्याइ पानी त हामी दुईजनाले हाल्दै खाँदै आधी घन्टामा त फिनिसै पार्यौँ नि। जागो 10 लिटर झ्याइ पानी दुईजनाले खाँदैमा आफूलाई बहादुर सम्झिन्छ कि क्या हो? मेरो कुरा सुनिस् भने त ठाउँको ठाउँ बियो सुन्छस्। भन्न त भन, तैँले चाहिँ कति खाइस् नि? हिजो छाडी अस्ति त्यही तल बलामीको भट्टीमा झ्याइ पानी खान रघु र म गएको। त्यसपछि गएर एक गिलास रक्सी के मागेका थियौ? बलामीको बुढीले के भनी थाहा छ? के को एक गिलास नि दिन सक्दिनँ म, एकैचोटि 4 माना मागे भइगयो नि। को भनी बा? त्यसपछि त त्यो रघुले 20 लिटरको ग्याली नै हालिहाल्यो नि। त्यो 20 लिटर झ्याइ पानी खाएर हिँड्यो। त्यसपछि त बाटैमा लडिएछ नि। त्यसपछि तेरो मुहा कुकुरले मुत्यो। बहादुर त हो, बहादुर त म हो। म त्यो बलामीको भट्टीमा झ्याइ पानी खान गएको। एउटा केटाले त त्यहाँ त 5 फुल विदेशी रक्सी कसले खान्छ, उसलाई 1 लाख भनेर बाजी ठोक्दै रहेछ। पैसा त हो, मेरो पालामा मैले नि बाजी ठोक्देँ। त्यसपछि त 5 फुल रक्सी खाँदा त त्यसपछि तैँले त्यो रक्सी खान सकिनस्। किन नसक्नु नि? 5 मिनटमा, मतलब 5 पंचे 25 मिनटमा खत्तमै पारे नि। के रे? त्यस्तै रे। बैकुण्ठे, तैँले यो मोबाइलमा के हेर्दा? कसको फोटो हो त्यो? अब कसको नि? अब मोबाइलमा जसको नि फोटो आउँछ नि। अनि फेरि त यो पाखा भित्तामा के खोज्न आएकी नि? बालाजुको पार्क छोडेर। मलाई त त्यस्तो फिल्म हल पार्क सार्क भन्दा यस्तै पाखा भित्ता नै रमाइलो लाग्छ नि। अनि त चाहिँ यहाँ के खोज्न आएको नि? म त यो एकान्तमा बसेर फेसबुक चलाएर आनी। अब अफिसमा बसेर फेसबुक चलाउन थाल्यो भने साउनीले क्याउ 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 गरिहाल्छ। हेर त्यहाँ बुद्धि,
जब फेसबुक चलाउनु पनि यस्तो एकान्तमा आइराख्नुपर्छ। हामी वहाँ लभ पर्दा त यस्तो एकान्तमा आएनौँ। त्यसो भए यति टाढा के खोज्न आएको त नि? बोयफ्रेन्ड त उतै होला क्या रे। यतातिर एउटा साथी खोजौँ कि भनेर आएको नि, तर यसो खाइलाग्दो कोही भेटेन। त्यसो भए यहाँ के खोज्न आइरहेको त नि? जाउनु उता अन्ततै गएर खोज। बेकारमा यहाँ आफ्नो एउटा केटीसित ल पर्न लागेको थियो, अनलाइनमा आइरहेकी थिए, अनलाइनबाट भरै हालिछे। त्यसरी नरिसा न वैकुण्ठे, मलाई त आजकल किन तँ भित्रभित्रै मन पर्छ भने। ल म बिस्तारो माछु। बरु तपाईँ त्यहाँ बस्नु, छिटो लिपस्टिक पाउडर घस्नु, अफिसमा ढिला हुन्छ फेरि। बस्नु त्यहाँ त बस्नु। व्रत नबोल, खुरको भाँडा मास, अहिले अफिस जान ढिलो हुन्छ। भिज्यो सिरानी रातमा तिम्रो यादमा आए एक्लो रातमा। भिज्यो सिरानी रातमा आए एक्लो रातमा। भिज्यो सिरानी रातमा। अनि ए वैकुण्ठी, कति बिस्तारै माझेको भाँडा तैँले यस्तै पारले त अफिस चाहिँ पर्छि जान्छ। हे भगवान्, मलाई त जे गर्ने सुख छैन। बिस्तारै माझे नि सुख छैन, बेस्तरी माझे नि भाँडा पर्छ भन्ने। वस्तु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए नि खोज्छ भनेको यही हो। ठिक्कै स्केलमा माझ न। कहिले चाहिँ घोटेर ओइ झुमा, कहिले चाहिँ भिज्यो सिरानी क्या। त्यसो भए कुन चाहिँ गीत गाउँ त? तिमी आफै भन न त। यो गाए पनि हुनु, त्यो गाए पनि के कौडा गाउँ? गाला रातै भने गाउन सक्दैनस्? सिम्पल कान्छीको डिम्पल पनि गाला भने गाउन सक्दैनस्? गाला रातो नाच्न त सँगै नाति मान्छे नै हुन पर्यो नि। त्यसै गाला रातो नाचेर हुन्छ? अनि सिम्पल कान्छीको डिम्पल गर्ने गाला भन्न त डिम्पल भाकी तरुनी केटी पनि हुन पर्यो। चुप लाएर भाँडा बोल। अब फेरि बोलिस् भने मैले जानेछु। अब भयो, जा तल गएर प्यान्ट ला। अहिले कसरी लागेको भयो? यसको घाँटीमा के अड्केर अघि नबोलेर बस, बोलिस् भने मैले जानेको छु भनेको होइन, त्यही भएर लाटो बनेको।